ल अब चाहिँ हामी जाँदैछौँ होइन साकेलामा जाँदैछौँ हामी हल्कै साकेलाको झलक पनि देखाइदिइहाल्छौँ गर्दिन त हामी चाहिँ भर्खर हिँडेको यहाँ बाटोमा छौँ क्या मजा धेरै बङ पनि आउँछ ल फाइनली हामी चाहिँ टुरिगेलमा पसिसक्यौँ अनि यहाँ देख्नुहुन्छ धरहरा छ मेरो पछाडि छ धरहरा मेरो पछाडि धरहरा यता छ मेरो गाइजहरू यता हेरिदिनु होला हेर्न मेरो क्यामेरा पनि आइफोन भन्दा त कम छैन ल साकेलामा प्रवेश गरिसक्यौँ हामी चाहिँ होइन अब साकेला जाँदैछौँ फोनै उठाउनु भएन त यहाँ मेरो छ हालत यस्तो यहाँ एकपट्टि झोला चिलाउने रुखमा चिल बस्छ नहुने मायामा दिल बस्छ दिल बस्यो मजाले बसेर खाजाहरू खानु हुँदैछ अब हामी पनि खाजा खानु जाँदैछौँ यता पछाडि बसेर देख्न सक्नुहुन्छ सिमली र कोदाको मिक्स ल है हामीले चाहिँ यहाँ खानाहरू पस्किनु हुँदैछ सबैले आफूले ल्याउनु भएको बनाएर खाजाहरू चाहिँ हाल्नु हुँदैछ हामी चाहिँ अब यसरी बसेर खान्छौँ सबैजना मिलेर यसरी धेरै रमाइलो हुन्छ नि त पिकनिक आएको जस्तो पनि हुन्छ साकेला पनि मनाइन्छ टक्कसँगले ड्राई पिकनिक पनि मनाइन्छ साकेला पनि मनाइन्छ ओ ठुलो मान्छेले थाप्दैछ अगाडि उहाँ त्यही राख्नु न अहिले सादा हुन्छ यो चाहिँ चाम्रे हो यो चाहिँ मासु यहाँ आलुदम पनि छ अनि यहाँ अचार गुन्द्रुकको अचार कस्तो भयो तपाईहरुलाई हो देख्नु मैले ठ्याक्कै त्यो पानी लाग्यो ठिक्क भयो अलि बाकुलो पनि भएको थियो नि त त्यही भएर पनि हो क्या म चाहिँ उडाउनु पर्यो खाए जस्तो गरेको आलुदम अनि मासु पनि छ यहाँ गुन्द्रुक अचार गुन्द्रुक र भटमासको अचार बोतल यहाँ लडाएको थिएँ मैले किन लडाएको त पेप्सीको बोतल
सँगै जाउँ मलाई लिएर जाउँ गाडी पनि सार्दैन ऊ कहाँ कुना पुर्याइदिएछ कता अनि गएर फेरि मलाई लिन आउने बरु फोन गर त्यही त सबैजनाले हाम्रो च्याम्लिङेहरू जाँदैन जस्तो छ आज घर पुगिँदैन जस्तो छ है क्या हो यता चाहिँ हेर न डुल्टा डुल्ला गरेर आएर भर्खर खानु हुँदैछ हाम्रो अलिकति उहाँ चाहिँ अलिक बिजी मान्छे हुनुभयो अलिकति अघि मैले हेरेको पैसै थिएन 10 रुपियाँ मात्रै थियो अनि चुप लाएर बसेको रातो हुने चिज खाएपछि आँखा रातो नभएर कि कालो हुन्छ त दिनु भएको त्यो रायो मुख छोएर पुरा 2082 सालको उधौली पर्व पनि हामीले मनायौँ होइन ठिकै मनायौँ नाच्दा नाच्दा हल्का पसिना पनि आयो